राजा ज्ञान छ किन अरू सक्छ यहाँ यतिसम्म बदमासीपूर्ण काम गरिरहेको छ यो यस्तो परम्परा बदलाको भावलाई लिनु छैन यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ यस्तो फटाहा छन् यहाँ सेवा दुबारा आजलाई डुबाउनु आदि दियो त्यही पनि बदमासी हो सम्पत्ति सुरु आएको सम्पत्ति सुरु हामीलाई एकपल्ट आयो केही छैन भने दोस्रोपल्ट आयो केही छैन भने कुरा निकालिदियो एउटा केशवदेखिलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा आयो खिलाफमा त्यस पनि उनी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यी हाम्रो सेवालाई हात पक्रिँदैनौँ पक्रिने कामै थिएन उसको वाइफले उनीहरू पक्रिँदैन भन्यो भन्छ यही पनि मुद्दा लगाएर हाल्दै यस्तो फटाहा छन् यहाँ त्यही पनि यहाँ त्यहाँको अदालतले संस्थाले पनि सेवा दुबारा आजलाई डुबाउनु आदि दियो त्यही पनि बदमासी हो यहाँ पनि के भन्ने चाहिँ सम्पत्ति सुरु आएको सम्पत्ति सुरु हामीलाई एकपल्ट आयो केही छैन भने दोस्रोपल्ट आयो केही छैन भने कुरा निकालिदियो यतिसम्म बदमासीपूर्ण काम गरिरहेको छ यो यस्तो परम्परा बदलाको भावलाई लिनु छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ यस्तो किसिमको खुसी हुँदैन राजा ज्ञान छ किन अरू सक्छ यहाँ राजा ज्ञान उसमा कुरा गर्ने भने संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र ल्याएको गणतन्त्र हो मैले पठाएको गणतन्त्र ल्याएको हो जनताले चुनेको संविधान सभा ल्याएको गणतन्त्र हो मैले ल्याएको हो त्यो मैले चाहेको आउनु जानु थिएन मैले आज चाहे जानु पनि थिएन यस कारण चाहिँ नेपाली जनता सबभन्दा ठुलो कुरा हो नेपाली जनता नेपालको मालिक हो त्यो मालिकको जीवन त्यही हुन्छ है त्यसको प्रतिनिधित्वको अदालत हो संसारको जनताको अदालत मात्रै होइन यो सब संस्था मानेमा पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ भोलि हामी लड्नेछौँ यति भन्दै म तपाईँलाई धन्यवाद दिन्छु अहिले के भनेदेखिलाई विद्यार्थी कालदेखि नै सङ्घ संस्था नियन्त्रण ऐनदेखि लगायत ठुला ठुला मुद्दा खेपेको व्यक्ति हुँ त्यस बेला पनि